लासो नमस्ते सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ बिहानै उठ्यौँ, भर्खरै लास्टै डिस्टर्ब गरेर गाइज सुत्नै दिएन, म्या 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 मासाला। अर्को यहाँ दुईजना राक्षसहरू छ गाइज है। ना भन्ने बित्तिकै ए सामान घट्याङघुटुङ गरेछ। के हो तिमीहरूको पारा? यो घर छोडेर यो बाहिर हिँडेको थियो कि यो भाले हो क्या? भाले होइन त? खै हो यो पोथी। अनि यो धेरै दिन पछाडि आएकोले होला यो रिसाइछ। यो फकाइ छ बिहानदेखि पछि हिँडेको छ। सब सामानहरू घटाङघुटुङ झारेको छ। के गरेको छ हेरे यसले घुर्की देखाएर गयो। यो पछि हिँडे त मसँग नआइज दिइरहेछ कि यसले है। भात सात सिद्ध्यायो, दुध मात्र खान्छ, भात खाँदैन। कस्तो हरामी छ। अनुहार हेर मे भाइ सुत्न दिँदैन। घाँस खानु छैन। मौसम यस्तो भइरहेछ बिहानको। एटिट्युड सेल्फी हान्दैछ गाइज। हेलो गाइज, वेलकम टु माई च्यानल। भन नखरा त यसको पनि चौपर छ फेरि। अनुहार हेर न यसको माउ। यो तेरो मम्मी। यो ठिक छैन हेर। बुझ्यौ नि रिसायो गाइज। यो इङ्ग्री यो चोरहरू खाएको छ। आइसँग लासो यिनीहरूको लागि यो हरियो सुकेको मिसाएर काट्नुपर्छ गाइस। पुरानो घर गाइस, कस्तो होचो हुन्छ है पुरानो। मेरो हजुरबाउको पनि कसले बनाएको घर हो यो। म जन्मेको चाहिँ यही घरमा। यही घर चाहिँ अहिले यस्तो भइसक्यो। यिनीहरूको महल भइसक्यो। मामा पनि आएछ गाउँले। घरदेखि पुरानो घरदेखिको तलको कस्तो दामी देख्छ क्या। तेमाल पनि पुरै देख्छ होइन गाइस। यो चाहिँ म जन्मेको घर हो गाइस। यो घर त कति सालमा बनेको यस्तो छ, यस्तो डिजाइनको। यहाँभित्र फेरि अरू डनहरू पनि छ। यिनीहरूको चाहिँ अर्कै दुनियाँ छ यहाँ फेरि गाइस। हेलो गाइस, देखो न खै त एउटा भाइले लगे जस्तो छ। हिजो भरे खोइ पोथी नै छैन क्या। त्यहाँ एउटा रहेछ। आज भाले जानु भाले काटो भने बुवाले मान्दैन क्या फेरि गाइस। खासमा यो हत्या हिंसा राम्रो त होइन गाइस होइन। तर यो ला साले खाली मासु खान मन लाग्छ गाइस। योहरू पनि सानो र यिनीहरू चाहिँ खाने बेला भयो। अहिले ठिक्क छ गाइस। यो चाहिँ दामी ओपी हुन्छ। यतिकोमा चाहिँ योभन्दा धेरै छिप्यो भने प्रेसर कुकरमा सिटी लाउनुपर्छ होइन। सुप मात्र खानुपर्छ, मासु हुँदैन। यो चाहिँ सुप पनि मासु पनि यो हुन्छ कि यो टाइममा है गाइस। मासु खाने कुखुराको मासु खाने टाइम यो हो। फेरि योभन्दा धेरै छिपिएको खायो भने चाहिँ कुकरमा सिटी लाउने चुस्ने मात्र हो, टोक्ने छैन, हुँदैन। यो चाहिँ सुप पनि मासु पनि एकदम इक्वल। घरको भर्याङ यस्तो हुन्छ गाइस। उल्ट भर्याङ। यो त मेरो बाउभन्दा पनि ठुलो भर्याङ हो यो। यस्तो हुन्छ लक सिस्टम। यहाँ यस्तो अर्कै खालको की आउँछ होइन। त्यो की चाहिँ छ मासतिर, तर त्यसको के अरे ताल्चा चाहिँ छ, चाबी छैन क्या। भोटे ताल्चा भन्छ क्या। अर्कै खालको
यत्रो लामो आउँछ कि यहाँ लाउने। यो चाहिँ माथिबाट चोरो आउँछ भनेर गाइस। अहिले चाहिँ यो बिरालो आउँछ कि त्यो घरको बिरालो होइन कि अर्को यिनीहरूलाई खाने बिरालो आउँछ कि। अब चाहिँ म यो घाँस काट्छु अनि थुपारेर राख्छु किनकि यो चाहिँ दिनुपर्छ यिनीहरूलाई रेगुलर। अनि त्यसपछि जान्छु म भकुन्डे फर्निचरमा केही सामानहरू अर्डर दिनु छ, त्यसको पनि भ्लग आउँछ है त। अहिले चाहिँ हामी फर्निचरमा भुर्गाले त दिम्री फ्याक फेक लाला बस्यौँ। डबल बेड किङ साइज पनि सानो देखेको, तर यो चाहिँ हामी नलाने डिजाइन छुट्टै छ, अर्कै डिजाइनमा छ। फोटोहरू दिएको छ दाइलाई। अस्ति भाइलाई चाहिँ मैले यो र यो भनेको, अब यो मन परेन अनि यो पनि अर्कै डिजाइन उसले हेर्दैछ त्यहाँ डिजाइन दिने। अनि तपाईँहरूले लाने भए चाहिँ यसको प्राइस 38 होइन 38, यसको 28,000 यसको 45 भनेको छ, मिलाएर दिन्छ होला दाइले। यो चाहिँ रेडिमेड छ, यो डिजाइनमा बनाउन पनि सकिन्छ, तर हामीलाई चाहिँ अर्कै डिजाइन मन पऱ्यो। यो मन परेन, यो पनि मन परेन है त गाइस। हाम्रो डिजाइन त्यहाँ भाइले पनि खोज्दैछ, एउटा दराजको डिजाइन चाहिँ भयो भाइको। अब उसको पलङको डिजाइन गर्छु, त्यसपछि सिधै घर जान्छु गाइस। यो चाहिँ ठुलो छ भकुन्डेमा है त। हेर्नु ल गाइस, कत्रो नि। हे तेरी गएको, मैले चाहिँ नर्मलै भनेको, तर छ यहाँ कोही आराम यो हुँदैन भनेर पढाउनु थाल्यो गाइस। अब उस्तै पठाएको डिजाइनमा अर्डर गरेको छ, यो चाहिँ आइसमाको डिजाइनमा। खै भाइले हेर्दैछ। अनि गाइस यो चाहिँ बिपी राजमार्गको चौकी डाँडाको बाटोको हालत चाहिँ यस्तो छ है गाइस। हेर्नु न चौकी डाँडा। अस्ति खै कुन चाहिँ हाम्रो यता क्षेत्र नम्बर 1बाट धन्की राष्ट्रसभाबाट जितेर जानुभएको सांसदले चाहिँ यो बाटो चाहिँ के भन्ने कुराहरू पनि आइरहेको थियो, कन्ट्रोभर्सीहरू। तर त्यो त मैले के बुझिनँ। तर बाटोको हालत चाहिँ यस्तो छ है गाइस चौकी डाँडाको। हेर्नु है त, बिपी हाइवे चौकी डाँडाको ठुलो होइन। अनि त्यस्तै बाटो त्यस्तै छ गाइस होइन। अब के हो खै सरकारले अब कहिले बनाउँछ होइन। अब भन्छ अब तल के पो भन्छ कि आँपघारी अनि कुन ठाउँ भन्नु भएको थियो नि त, हुँदै वैकल्पिक बाटो बनाउने कि यो चाहिँ छोडिदिएर। त्यो हुँदैन, छोडिदिउँ। अनि वैकल्पिक बाटो चाहिँ दोलालघाट हुँदै यता कता भन्दै थियो। अनि यो त अनि कस्तो हुन्छ भने अब यहाँबाट यहाँ 1 किलोमिटर तल मेरो घर छ गाइस होइन। अनि यहाँबाट माथि बनेपा पुग्नलाई मेरो घरबाट एराउन्ड लाग्छ 40-45 मिनट लाग्छ बनेपा पुग्नलाई है गाइस। अब सांसदजीले भनेको चाहिँ वैकल्पिक बाटोबाट जानलाई नै मेरो घरबाट तलतिर 1 घन्टा जानुपर्छ क्या, तलतिर चाहिँ जानुपर्छ क्या। अनि यो बाटो नबनाएपछि अनि हामी चाहिँ कहाँ जाने, गर्ने, के गर्न खोजेको, के भन्न खोजेको मैले नबुझेको कुरा चाहिँ के हो खासमा मैले नबुझा हो कि होइन। अब यहाँबाट 40 मिनटमा बनेको पुग्छ। अनि उहाँले भन्नुभएको वैकल्पिक बाटो अर्को बाटोमा पुग्नलाई तलतिर चाहिँ जानुपर्छ कि उल्टो अपोजिट दिशामा चाहिँ 1 घन्टा चाहिँ। अब भन्नु त हामीलाई अब कुन चाहिँ फाइदा, तल गएर अनि फेरि कहाँ छिरेर निस्केर हावा। अनि यहाँ अलिकति पानी पर्ने बित्तिकै यो बाटै हुँदैन गाइस, फेरि प्रब्लम यहाँ छ नि। यहाँ बनाउनेहरूलाई पनि नआएको कि यो माथि पुरानो बाटो छ नि, सानो राम्रो टाइपको खोलिदिने उयो माथि, त्यो गरेको भए त राम्रो हुन्थ्यो। अब यो खोलामै बनाएपछि त अब खोलाले त लगेको गरिहाल्छ नि भाइ होइन। खै के हो त्यो। अब अहिले चाहिँ म लास्टकोट आइपुगेर आइज लास्टकोट बेसी, यसले चाहिँ हाँडी खोला पनि भन्छ क्या, हाँडी खोला लास्टकोट बेसी। माथि गर्दैछ 83 मिटर गाइस। यो बिपी हाइवेको सबैभन्दा लामो पुल नै यही हो क्या।
बिपी हाइवेको सबैभन्दा लामो पुल रोसी पुल। रोसी पुल टक्यो। हेर्नु नि बिपी हाइवेको बाटो यार के यार मेरो त बाइकमै त साह्रो है साह्रै गाह्रो। यहाँबाट हो मेरो घर जाने बाटो चाहिँ यो तलतिर जानु पर्दैन बाटो जाने र तुर्ने तर है कला अब यो बात आधा गर्छ नि मान्छ चाहिँ कलङ्गा मान्छ आएको मलाई अब ल सम्म भयो हौ दोषी सम्म भयो हौ ल खाले बिमामा आधी घन्टा रहेछ न ल हिजो हारेको थिएँ कि गाइज म होइन गेममा आज उठाउनु पर्छ। यो हाइवे बिपी हाइवे यो चाहिँ मेरो घर जाने हाइवे यो चाहिँ हेटाउँदा जान्छ है गाइज हेटाउँदा पनि निस्किन्छ। अब लसो मेरो घर जाने बाटो jadi farang nih nak, hah? Yung dah, farang dah baru. Ya kargi ken, lah aja. Macam garma itu guys, apa garma ini biti ke bata ya? मान्छे देख्नु हुँदैन गाइस के भयो खोलायो जस्तो छ त्यत्रो स्याउला खानु छैन पानी खानु छैन एकछिन नहुँदा भयो अब एकछिन प यसमा चाहिँ घरमा आइपुग्यो। अब यिनीहरूलाई खाना साना के साह्रो साह्रो दिने पानी सानी दिने त्यसपछि औषधि छर्किनु पर्ने छ काम यार काम काम काम। भैँसी चाहिँ भित्र सुतिरहेछ गाइस चट्ट होइन घाँस खाँदै बाहिर घाममा राख्नु हुँदैन धेरै झिँगाले टोक्छ क्या एकदमै। यो चाहिँ भैँसीलाई कुँडो पकाउने हो यसमा सर यसमा हाल्ने पकाउने यो पनि आउँछ मलाई गर्न गाइस। चाबी मैले कहाँ राखेँ रहेछ यहाँ हेर्नु न गाइस चराले अघि दिँदा खाएन अनि अहिले म यहाँ निस्किनुभन्दा अगाडि दिएको खाएन कि यिनीहरू चाहिँ अहिले चाहिँ करायो तिनीहरू अनि खोले पनि खाँदैन अनि अब खान्छ कि अनि हो टेस्ट गर्ने हो पिठो चाहियो म लिएर आउँछु। खोले नि खाँदैन नि आलु खाऊ अब ओ टुन्टे टुन्टे के खायो किची किची के खायो यसले के खायो खै ए तेरो मम्मीहरूले खाँदैन म घाँस दिन्छु पक्कै एकछिन पहिला लुगा चेन्ज गर्छु म। अनि गाइस हतार हतार पम्प रेडी गरेँ अनि यो बिग्रेको थियो बनाएर लिएर आएको चल्छ चल्दैन हेऱ्यो सफा गऱ्यो त्यसपछि यो औषधि हुँदैन पुरानो काम गरेन नयाँ लिएर आयो अघि अनि यो 5 बिर्को हालेर अनि यो के सबै हालेर मिसाएर रेडी गरेर फुल गरेर बिर्को लाएर अनि औषधि छर्नको लागि निस्के है त गाइस। म चाहिँ औषधि छर्नको लागि रेडी भएँ। देखाएको पुरानो घर कस्तो छ यो धेरै पुरानो घर हो क्या हाम्रो
माला बुद्ध चित्त माला पनि छ गाइस बुद्ध चित्तको 5वटा रुख छ टोटल्ली यो एउटा चाहिँ नर्मल हो अनि दुईटा 3 सूर्यको अनि एउटा चाहिँ 4 सूर्यको छ गाइस टमाटरहरू के भित्रभित्रै कुहिएर तनाव त्यही भएर उपचार गर्न जाँदैछु त्यो चाहिँ यो 3 सूर्य यो यस्तो यस्तो हुनुपर्छ है गाइस मालाहरू बुद्ध चित्तको अहिले औषधि छर्ने चाहिँ यहाँ टमाटरहरू पाक्न लागिसक्यो भित्रभित्र किराले दोस्तै यहाँ कोहीमा चाहिँ छैन यो चाहिँ यसमा चाहिँ बिसादी नहाल्ने हो योहरूमा चाहिँ गाइस किनकि योहरू चाहिँ घरको लागि युज हुन्छ योहरू चाहिँ अब धेरै हुन्छ यो मार्केटमा लानुपर्छ अनि मार्केटमा त अब राम्रो देख्नुपर्छ कि अब टिलिक्क टल्केको अनि त्यस्तो हुन्छ अनि यो औषधि नहालिकन हुँदैन नि गाइस हाम्रो बानी नि त्यही त हो नि बजार जाँदा टल्केको हेरिन्छ काउलीहरू हो यो चाहिँ गाइस र गाइस म औषधि हाल्छु अब टमाटरहरू चाहिँ कोही पाक्न थालेछ गाइस होइन पाक्न त थालेको तर कुहिएको के भएको यार अनि औषधि नहालिकन नहुने हो गाइस यस्तो हुन्छ है होइन अनि यो त ठिकै छ कि तर भित्र यस्तो खस्ने कुहिने तँ दिनुपर्छ कि गाइस यस्तो छुस त्यहाँ यस्तरी झर्छ कि खसेर यहाँभित्र एउटा छ कुहिसक्यो यो यस्तरी कुहिन्छ गाइस देख्नुभयो अनि भित्रभित्र यस्तो भइसक्यो तर कुहिएर खतम बुद्ध चित्तको रुखहरू टन्नै छ गाइस यहाँतिर टनक्क बुद्ध चित्तको माला यहाँतिर चाहिँ मकै छरिसक्यो गाइस तिमाल अनि यो चाहिँ यसो तरकारीहरू हुन्छ मासतिर पनि छ टन्नै तरकारीहरू गाइस अब चाहिँ म औषधि छर्छु है त ल टमाटर बढी मजेदार हेर न गाइस यस्तो हुन्छ कि त्यही भएर औषधि हाल्न लागेको टमाटर कामै छैन कि हेर दिस इज नट गुड म्यान फाइनली औषधि छरेर सक्यो गाइस अब चाहिँ म गएर नुहाउँछु त्यसपछि एकछिन टिकटक बनाउन गएँ गाइस आजको दिनहरू यसरी नै बित्यो गाइस मेरो टिकटक एकाउन्ट यहाँ छ तपाईँहरूले फलो गरिदिनुहोस् तुरुन्तै फलो ब्याक आउनेछ आजलाई यति नै टाटा बाई बाई That's it.